सुन होइन हिरा एक दिन लमजुङतिर आउनु पर्ला सुटुकै हेर नानी बारबागी पानी गैरीमा खेत सियालाई पर्यो पाखाबारी दुब पाथी छरेको रिबन माया के भयो जेवन पानी आजै पनि सुन न लमजुङ गाउँको रसैको धानी खायो फलाम खैले बिस्तारै भन्दै गर्छु मैले दिन रात गने भने जस्तो कुराकानी मिल्यो भने बाहर गुरु दाइरा झिले मिले हल गुरु ल्याएर अब जोड्नु पर्छ सेरो फेरो हल गुरु मेरो गोरु भारा त गाडा हुने बेला अर्काइको बारी जोती हिँडे भर बगी जाने खोलाई भराकेको जो छ खेती किसान भन्नुहुन्छ लमजुङे मलाई बादल बस्यो डममा 20 वर्षदेखि 45 वर्षसम्म फलिम खायो खैले हेरिसक्यो मैले बर्बागी गौता गदा गैरी छाया भन्नु भयो माया रबिन गुरुङ युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा आजको यस कार्यक्रम सञ्चालक रबिन गुरुङको तर्फबाट हार्दिक स्वागत तथा साङ्गीतिक अभिवादन व्यक्त गर्दछु। फेरि पनि आज मैले सम्पूर्ण लोक कला संस्कृति मन पराउनु हुने श्रोता दर्शकहरूको मनमुटुमा बस्न सफल ठाडो भाका लिएर आएको छु। जुन भाकामा हाम्रो लमजुङबाट कान्छी गुरुङ र गोर्खा बारपाकबाट धनबहादुर गुरुङ दाईको चाहिँ आवाजमा आजको ठाडो भाकाको घम्सा घम्सी तपाईँहरूले सुन्न पाउनुहुनेछ। जुन गीतलाई तपाईँहरूले लाइक कमेन्ट सेयर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। गोराखैमा पर्छ त्यो बौद्ध हिमाल हो देउदैको बरेसान पर्छ माया त्यो बौद्ध हिमाल
खण्डलाई काडा गोर्खा बारबाकीको तर भएबाट शेर्दन ठुलो फेरो पहिला जरान मेरो सबैलाई दरेसान सेरा फेरो पहिला जरान मेरो साहुनाइ गफैरो झन् झन् गाया गाइर रोकिँदैन रोगेर भैरो माया झन् झन् गयो गहिरो दुधैमाथि तरमा सबैजना पहिलोचोटि भेट भयो गलबन्दी रोदी घरमा फलम खायो खैले ठाडो भाका गाउन थाले मैले औषधि दबाई कता कता होला देवी देवता सबै दसैँ आउला ढोगेर भोगी माया दसैँ आउला ढोगेर हिजो दा म त नाङ्लो बजार गएको ज्यानै भरि रङ्गै रङ्ग हिजो म त नाङ्लो बजार गएको खसी मासु चाम्रो धेरै पछि गोर्खाली र लमजुङ्गी त भए हाम्रो महिना जान्छ 30 मा दुनियाँको बिचमा थगली डेरा भेडा भयो हेरा कति मजा सँगै सँगै गैरी छाया लमजुङ्गे माया नेपाली छोरा बर्दी हुन गयो घर फुरेर लाइमा नेपालीको छोरा चाँदी काटिराया हो नि साझै कस्तो भाग्य रहेछ भेट भयो उही पुरानो माया हो नि लौरा साचोख पुराउ मनको धक भेट भएको बेलामा लाउने चोखो पुराउ मनको धोको बाफैना जिगो हाल
हलै सोमा गुरु गैरी खेदा जोदानी जिउगा बानो हलै सोमा गुरु कसी जाने रेला जो मिसोलाई आज भेट भएको बेला अबिर होइन रङ्ग लम्जोङ्गे पुरानो मायासँग देवबहादुर दुरा एउटा मनको कुरा गरौँ मैले सोधानी कसले देला भेट भागो बेला सदानी गर्नु भन्नुहुन्छ जुले तोरीको तेला सोधिहाल्नु दानी बेटा भएको बेला माछैको बुढा हजुरको मनको कुरा के सोध्नु छ बिचारा सोधिहाल्यो आमा दुई हजार 72 सालमा भूकम्प जाँदा चारैतिर धसेछ हिरा माया त्यो बार बागतिर चरी राम्रो मैना तिम्रो हाम्रो भने जस्तो भेटघाट पनि भएन दिन उमेर गयो धेरै दिन भयो उमेर पनि गाछ भेट नभएर धेरै हाम्रो बाछ फुलाइ फुल्यो कोगी हो हे लम्जोङ्गी सोगी सिसा काटी कोली हिजो आज भोलि के गरेर बसेछ कोली माया हिजो आज भोलि सानोमा सानो बाँधा राख नानी रुखमा चढ्यो खुरो खुरो सानो बाँधुरेको
गरेको छ भनी सोधानी गर्नु भयो फालिम खायो खैले एक्लो मान्छे के गरौँ र मैले भरबा छोदैन खेती किसान गरौँ भने खेती किसान छैन माछी खाने हो त जोगीको भेषमा म त हिँडिरहेछ लुरु लुरु पानी छाया हो र साँझो माया कम्बरैमा लाउने खोगरी गो हेर कति राम्रो काँचो काँचो तेरा माया लाउरेको हेर किन भन्छ त्यसो पाइन मैले मेसो माछैको बुरा लमजुङ्गीको कुरा सुन होइन हिरा अहिले लमजुङ्गो गाउँघरतिर गाई भैँसीलाई गरो गाउँघरको गैरी खेताहरू राखेछौ कि बाँझो बाँझो पानी छाया आज भोलि माया गैरीमा खेता सियालाई पर्यो पाखाबारी दुबो पाथी सारेको रिबन माया के भयो जेवन सुनैको गाजुर बाँझै छाके कासो भनी सोधानी गर्नुभयो हजुर एकदमै छैन मलाई फाइदा कतालोले खानु भने पनि एक्लो नाङ्ग्रीले सकिने रहेछ रहेन रहेछ खै त दिलाको राजै लमजुङतिरको खेतबारी छ आजै बाजै छैन खेती गरेको खेती गरेको होला र यसै माया जाला हिरा एक दिन लमजुङतिर आउनु पर्ला सुटुकै हेर नानी बारबागी पानी पाउमा लाउने
जुदा खेती किसान गरेर हलको रोपालेर बस्ने बारबागी हो म त हो र हैन ल चोरट खाने भेरियो लमजुङ्गीको यस्तो कुरा सुन्दाखेरि महिना जान्छौ दिसमा दुनियाँको बिचमा मनै खायो कुटुकै सेरो फेरो बारबागी मेरो गायो छानी छानी ल्याउन सकेन बारबागीले पनि बरा गुरु धाएर छैन होसा गाछलाई लाउने दोसा बादल बस्यो डममा बाँझो भएको गैरी खेता हेरी हेरी बसिरहेछु गोर्खाली पनि अहिलेसम्म करगली गाबा के गरौँ धनी अब मन मात्रै खाएर हरे राम भन्नु भयो तामा सानो गहेकोमा बाछो जम्बुदी तर छ के सानो गहेकोमा बाछो हिमाल सुक्छौ पानी आजै पनि सुन न लमजुङ गाउँको रसैको धानी खायो फलाम खैले बिस्तारै भन्दै गर्छु मैले दिनरात गने भने जस्तो कुराकानी मिल्यो भने बाहर गुरु दाइरा झिले मिले हल गुरु ल्याएर अब जोड्नु पर्छ सेरो फेरो हल गुरु मेरो सधैँ यसै भन्छ तिमीले बेटा हुने भाका त दिन गयो यही भन्ने भयो गुरु भरत गाडा हुने बेला अर्काइको बारी ज्योति हिँडे भर बगी जाने खोलाई
भराकेको जो छ खेती किसान भन्नुहुन्छ लमजुङ्गे मलाई बादल बस्यो डममा 20 वर्षदेखि 45 वर्षसम्म फलिम खायो खैले हेरिसक्यो मैले बर्बागी गौता गादा नानी कपाल कोरिए रातो रिबन भारा कान्छी नानी कपाल कोरिए खण्डलाई काड लमजुङ्गीको तर भएबाट बहार गुरु दए पहिला जस्तो भनेको जस्तो भए सालको बाद बोलाइ हो लमजुङ्गीलाई जोदा भनेर आदेश दिनु भएन मलाई पक्कै हो र बहार गुरु दए हो आदेश दिन भए जो थियो मैले सारा गैरी छाया हेरा नमाया भयो तिमी पक्का लमजुङ्गेको झका यसै राख्छ बाजा बाजा भयो पक्का हान्दैन झका बुढेसकालमा गुरु बुढो भएको बेला जो छ नभनिदिनु होला प्रभु अरे राम राम मायाको मान्छे तिमी त खेती किसान गरिसकेर धानको भखारी ठेला ठेला बाँधिसकेको मान्छे करगली गाबा जे भए नि हो साबा तिमीलाई के को खान्छ खान्छ पैसा साबा खिरा गयो